two tank, दुईटा ट्याङ्क छ। द फर्स्ट ट्याङ्क कन्टेन 2.64 into 10 को पावर 3 लिटर हुने यो साइन्टिफिक नोटेसनमा छ हैन। एन्ड सेकेन्ड कन्टेन 3.56 into 10 को पावर 2 लिटर अफ वाटर। देन त्यो पनि साइन्टिफिक नोट। हाउ मच वाटर इज देयर अल टुगेदर फ्रम ट्याङ्क बोथ ट्याङ्क भनेपछि यो ट्याङ्क र यो ट्याङ्कले के गर्छ भने दुईटै ट्याङ्कको जोडेर साइन्टिफिक नोटेसनमा लेख्ने है। अनि बी नम्बर हाउ मच वाटर डज सुड बी एडेड टु फर्स्ट ट्याङ्क। फर्स्ट ट्याङ्कमा कति जोड्यो भने यो सेकेन्ड ट्याङ्क हुन्छ भनेको। हेर न यहाँ कम छ त्यहाँ त बढी छ। यसमा चाहिँ कति प्लस गर्यो भने अरे सेकेन्ड ट्याङ्क हुन्छ भनेको। अब हेर कन्भर्ट 0.57 को मान 12 से इन्टु फ्र्याक्सन लिने है। एक्स प्रुफ दैट 2081 यो दुईटै प्रुफ गर्ने। यता के दियो बेसमा के छ बेसमा के छ क्वाइनरी नम्बर ए यता यहाँ बेसमा के छ क्वाइनरी नम्बर 5 ओ क्वाइनरी छ भने के गर्ने यही निकाल्नु पर्यो मल्टिप्लाई गर्नु कि यसलाई यो 5 बनाउनलाई डिभाइड गर्नु पर्यो यसलाई। हो डिभाइड गर्दा यो आउँछ आउनु दुईटै बराबर देख्नु पर्यो प्रुफ गर्नु। सर पहिला चाहिँ 3 मल्टिप्लाई सोल्भ सम पहिला ए नम्बरको गराउनु साइन्टिफिक नोटेसन है। इन साइन्टिफिक हजुर ओके इन साइन्टिफिक नोटेसन है। ल साइन्टिफिक नोटेसनलाई दुईटैलाई गर्नु लागि अल टुगेदर भने नि यी दुईटै के गरौँ प्लस गरौँ है। त्यहाँ त 2.64 into 10 को पावर कति 3 प्लस 3.56 into 10 को पावर 2 बाहिर के लेख्ने यहाँ लेखिने है लिटर। अब के गरौँ भने कमन के आउँछ थाहा छ यहाँ 10 को पावर कति 2 यहाँ 10 को पावर कति भनेपछि 10 को पावर 2 आउँछ न कमन दुईटा छ यहाँ तीनटा भने दुईटा आउँछ 10 को पावर कति 2 यहाँ कति र 2.64 एउटा 10 रह्यो कि रहेन हेर तीनटामा दुईटा बाहिर गयो भने एउटा रह्यो रहेन प्लस 3 point कति 3 point कति हो 10 को पावर 2 त बाहिर आइसक्यो। अब त्यहाँ भित्र रहेन यो रे मल्टिप्लाई गर्दा कति हुन्छ 26.4 हुन्छ। हेर डेसिमल भन्दा 10 छ एउटा नम्बरले पछाडी जम्प गर्छ प्लस 3 point कति 56 10 को पावर कति 2। अब के गरौँ भने यो जोडौँ कति हुन्छ 26 मा 3 जोडे कति हुन्छ 26 मा 3 जोडे 27 29 29.4 into 10 को पावर कति 2। अब यो डेसिमल चाहिँ सुन त डेसिमल चाहिँ उ यहाँ आउँदाखेरि डेसिमल चाहिँ 9 को अगाडि आउनु पर्यो। अब के गरौँ सुन यो चाहिँ डेसिमल चाहिँ यहाँ आउँदाखेरि डेसिमल यहाँ आउँदाखेरि एउटा नम्बर बढ्छ है। कसरी बढ्छ भने म भन्छु अब जस्तै 29.5 भयो हैन। अब यहाँ यो डेसिमल चाहिँ यहाँ ल्याउन लागि एउटा नम्बर जम्प गर्नु लागि यहाँ डिभाइड 10 गर्ने इन्टु 10 गर्ने हैन। यसले यसलाई डिभाइड गरे गरिन्छ 2.95 हुन्छ। अब 10 आयो अघि 10 थियो र 29.5 मात्रै थियो हो। यो चाहिँ के हुने हो बढ्ने रहेछ के एउटा किनभने यता नम्बरलाई यो अगाडि आउँदाखेरि बढ्छ भने यो डेसिमल पछाडी दिन घट्छ है। गरौँ बी हैन बी नम्बर को सोलुसन है। हाउ मच वाटर शुड बी एडेड टु द टैंक मेक इक्वल टु सेकेन्ड टैंक। फर्स्ट टैंक भन्दा कति प्लस गर्दा सेकेन्ड टैंक हुन्छ भने के गरौँ घटाउनु पर्यो परेन पर्यो। मानौ तिमीसँग 100 छ मसँग कति छ 70 छ। मसँग फर्स्ट व्यक्ति म भए सेकेन्ड व्यक्ति तिमी भयो हैन। 100 तिमीसँग छ मसँग कति भयो त 70 भयो। मैले कति रुपैयाँ थपे भने 100 पुर्याउँछु 30। कसरी 30 आयो त त्यो मागेर होइन कसरी 30 आउँछ
कति नम्बर थप्दाखेरि आयो भने चाहिँ के गर्नु पर्यो मागेर त ल म ठिक छ ल त्यो माने होइन तर चाहिँ 100बाट मसँग कति थियो 70 त्यो घट्यो पो बल्ल हुने भयो होइन हो 30 अब सेकेन्डमा जुन बढी छ त्यो घटाएर यसमा कतिले कम छ अथवा कतिले बढी छ भने घटायो भने बल्ल आउँछ है लेट एडेड बी है एडेड बी भन्यो भने के गर्ने सेकेन्ड टाइमबाट फर्स्ट टाइम घटाइदिने सेकेन्ड टाइमको कति छ 3 पोइन्ट कति ठुलोबाट घटाउने हो नि त होइन 10 को पावर कति हो भएन अब माइनस कति 2 पोइन्ट कति 6 4 into 10 को पावर कति 3 हो ल अब एक चाहिँ यस्तो गर यहाँ कमन के आउँछ अघि जस्तै इन्टु 10 को पावर 2 आउँछ हो हेर त 3 पोइन्ट कति 5 6 माइनस 2 पोइन्ट कति यहाँ 3 छ कि छैन यहाँ कति छ 2 यहाँ कति छ 3 मा र 2 मा भनेको कमन 2 आउँछ अब तीनटामा कति बच्यो एउटा बच्यो यहाँ त लेख्नु पर्यो त तर 10 कतिवटा हुन् तीनटा हुन् यहाँ 10 दुईटा आयो तर 10 तीनटामा दुईटा आयो भने एउटा बच्यो अब हेर 3 पोइन्ट कति 5 6 माइनस मल्टिप्लाई गर्दा कति त पहिला 26.4 into 10 को पावर 2 अब यो रे घटाइदियो त कति आउँछ ल घटाऊ कति आउँछ यो रे हो घटाउनु कति आउँछ 3.56 र 26.4 ए 26 होइन अर्को तरिका गरिदिन्छु मैले ल त्यो सजिलो भयो यहाँ कति छ 6 4 होइन 1 2 3टा जिरो राखिदिने त होइन हुँदैन तीनटा जिरो राख्यो भने 2.64 into 10 को पावर कति 3 जान्छ हैन 1 2 3टा यो मल्टिप्लाई गर्दा कति 264 दुईटा जिरो कट्छ डेसिमल भन्दा बढी दुईटा नम्बर छ एउटा जिरो मात्र हैन है अब अर्को कति हेर त 3 पोइन्ट कति 56 कति जिरो राख्दिने अब कति हुन्छ हेर त यो भनेको 3.56 छ नि दुईटा नम्बर छ डेसिमल भन्दा बढी दुईटा जिरो हो 1 0 है भनेपछि कति हुन्छ 356 हुन्छ ल घटाइदियो त कति आउँछ 2640 मा 356 घटाइदियो त्यो घटाएर कति आउँछ यता हेर्दिन त सिक्वेन्स हुन्छ सिकम कति हुन्छ 356 2640 40 minus 356 ल हेरौँ यसलाई केमा लेख्नु पर्यो साइन्टिफिक नोटेसनमा लेख्नु जस्तो छ त्यस्तै 2.284 into 10 को पावर के हो त माइनस हुन्छ प्लस ल भन माइनस हुन्छ सर माइनस हुन्छ प्लस हुन्छ कतिवटा नम्बर छन् हो 3 हुन्छ है 3 ल यो लिटर है लिटर सर एकैछिन पक्नै म डेसिमल थिएन डेसिमल दिएर अनि इन्टु 10 गरिदिनु हेर न मल्टिप्लाई गर्दा यही हुन्छ फेरि यता 3 राख यही हुन्छ अब सी नम्बरको गरौँ है अब सी नम्बरको हो लेट के गर्ने एक्स भने है एक्स बराबर 0 पोइन्ट कति लेट एक्स इक्वल टु 0 यो माथि बार लागेको के हो थाहा छ रिपिट 5 7 हुने भने 5 7 लेखिन्छ है 5 7 हो भने फेरि 5 7 लेखिन्छ है
रिपिट नम्बर हो पछाडि ड्र गरिदेऊ सकेसम्म ड्र गर्दैन इक्वेसन आयो अब यहाँ डेसिमल भन्दा पछाडि कतिवटा नम्बर छ बार लाग्यो सर यता दुईटा 100 ले मल्टिप्लाई गरे सर Multiply by 10. मल्टिप्लाई बाइ 100 In both side. सर 100 इन इक्वेसन आयो In both side ना. इक्वेसन आयो पहिला बोथ साइड हो मल्टिप्लाई बाइ 100 इन बोथ साइड सर यो हेर्दिन त मेरो के यो आया मिल्यो मिल्यो 100 ले मल्टिप्लाई गर 100x भयो भएन भयो अब यसमा 100 ले मल्टिप्लाई गर्दा कति हुन्छ थाहा छ 5, 7, 100 चाहिँ यसमा मल्टिप्लाई गर्दा कति हुन्छ हुन्छ कि न 100 चाहिँ यसमा मल्टिप्लाई गर्ने कि ए आरो यो 100 चाहिँ यहाँ मल्टिप्लाई गर्दा 57 भयो अनि यो नम्बरले के जनाउँछ थाहा छ रिपिट पॉइंट दिने 57 अब घटाइदिने हेरे सब्ट्र्याक्ट फर्स्ट एन्ड सेकेन्ड है यो र यो घटाउने हेर 100x मा 1x भनेको x नै हो 57.57 मा 0.57 घटाइदिने यो घटाए कति 99x भयो 100 मा 1 घटाए 99 यो घटायो भने कति हुन्छ 57 अब माथि 57 राख तल 99 राख यो भनेको फ्र्याक्सन हो है फ्र्याक्सन x बराबर के भयो है फ्र्याक्सन यो प्रुफ दिएको छ नि डी नम्बरको अब कता लियो यताको लियो यता लियो जुन लियो हुन्छ हो अगाडि यो लियो भने टेकिङ के गर्ने LHS LHS भन्ने थाहा छ यो हात के पर्यो यतातिरको लेफ्ट लेफ्ट भने यता जान्छ राइट भने यता जान्छ यो राइट हो लेफ्ट हो 2081 यहाँ के गर्ने यहाँ 5 छैन अब 5 ले डिभाइड गर्ने 5 कति जा सर 5 4 कति 20 हो 5 1 जा कति 5 अब यहाँ 8 मा कति बच्यो सर मल्टिप्लाई गर्ने हैन 5 4 जा 20 5 1 जा 5 3 बच्यो 31 5 6 जा 30 कति बच्यो अब 5 8 जा 40 41 छ नि त 5 8 जा 40 41 भयो 1 यता गयो 16 5 3 जा 15 1 बच्यो फेरि हो 5 कति जा 1 जा 5 3 बच्यो 33 5 6 जा 30 अनि 3 बच्यो 5 3 जा 15 कति बच्यो 1 बच्यो यो 3 चाहिँ यता जाने है अब हेर त 3 1 1 3 1 1 यहाँ के आयो यताको यो आयो उताको हेर त सेम आयो प्रुफ भयो हैन 3 1 1 1 3 1 3 1 3 1 ए 3 यो त मिस्टेक भयो है त्यो लेख्नु मिस्टेक भयो सुरुमा 3 3 1 3 1 है 3 1 3 1 3 1 3 1 अर्कै 3 1 3 1 त्यही एउटै हो उताको मल्टी एउटै हो पुरो भयो है यो नगरेर यो पनि गर्न सक्छौ यता हेर त म गर्छु न एलएचएस भयो या आरएचएस भयो यता यो गर्न पनि पाइन्छ यो अर्को तरिका म गर्छु 3.5 प्लस 5 1 into 5 हो 3 into 5 प्लस 1 into 5 प्लस 1 into 5 पावरमा राख्दै राख्ने 5 को होल नम्बर 0 1 2 3 4 अब हेर त 3 into 625 ओ मल्टिप्लाई गर्नु प्लस 1 into 125 125 हो 3 into 25 प्लस 1 5 जा 5 5 गरो 1 1 into 5 का 0 भनेको 1 625 into 3 गर 1875 1875 125 हो 25 3 जा 75 हाय कति प्लस 1
सब जोडा 208 आउँछ हो अब यसरी गर्यो भने सजिलो भयो मैले गरेँ सजिलो जुन तरिका गरेर पनि हुन्छ